सम्पूर्ण दर्शकहरुमा आज हामी सफारी मार्केट जाँदैछौँ। सफारी मार्केट गएर शपिङ गर्ने दिन हो। आज शपिङ गरेर आउँदैछौँ है। यही हो हाम्रो ड्राइभर, यही हो बसमा चढेर सफारी मार्केट जाँदैछौँ। सफारी मार्केट जानको लागि बसमा चढे। अब अरू मान्छेहरू पनि आउने क्रम जारी छ, आउँदै गर्छन्। हाम्रो जयसिंह भैया हाम्रो ड्राइभर हो, उनले हामीलाई सफारी मार्केट लिएर गएर छोडिदिन्छ अनि त्यसपछि हामीले खानेकुरा सपिङहरू गर्नेछौँ। साथीहरू, अब हामी सपिङ गर्नको लागि सफारी मार्केटमा अहिले हामी बसमा चढेर जाँदैछौँ है साथीहरू। र साथीहरू, अब हामी सफारी मार्केटमा जाने क्रममा बाटोमा बसमा चढेर सबै साथीहरू खानाको लागि हेर्नु साथीहरू, विदेशको रोड अब कति लेनको छ? 1, 2, 3, 4, 5, 6 एक साइडमा मात्रै। यसरी यस्तै चाहिँ नेपालमा विकास हुने कहिले होला? हेर्नुहोस्, कतारमा जति नै गर्मी भए पनि तर देश चाहिँ धनी छ। देश चाहिँ वर्ल्डमा सबैभन्दा माथि आर्थिक अवस्थामा पुगिसकेको छ। रोडको अवस्था हेर्नुहोस् कति फराकिलो छ। एउटा वान वेमा कतिवटा छ भन्छ? 8वटा लाइनहरू छ। साथीहरू त हेर्नुहोस्, फुटबल स्टेडियम कति ठुलो छ। यहाँ हेर्नुहोस्, हाम्रो जयसिंह भैयाले गाडी मजाले चलाइरहेको छ। पछाडिका साथीहरू पनि छन्, 1, 2, 3, 4, 5, 6, 7जना जति छन्। सबै चाहिँ सफारी मार्केट सपिङ गर्नको लागि जाने क्रममा छन्। हेर्नु साथीहरू, हामी अब गाडीबाट उत्रिएर सफारी मलमा चाहिँ जाँदैछौँ है। यो सफारीमा जाँदै गरेको दृश्य हजुरहरूलाई म देखाउँदैछु। सफारी मार्केटमा जाने क्रम जारी छ। यो हो सफारी सुपर मार्केट। अब मैले पानी पिएको बोतल यो ट्र्यासमा हालिदिन्छु। सफारी सुपर मार्केट है सफारी सुपर मार्केट। ए क्या होता है? आजको सपिङ डे सुरु भएको छ। अब म सफारी सुपर मार्केटभित्र पसिसकेको छु। अब 1 हप्ताको लागि खानेकुराहरू लिएर जानुपर्छ। तपाईँहरू यस्तै छ विदेशको जिन्दगी। आफैले सपिङ गर लिएर जाऊ, त्यसपछि आफै खाऊ जाऊ। यस्तै छ। माछाको सेक्सनहरू हजुरहरूले देख्न सक्नुहुन्छ। माछा कुन चाहिँ माछा लिएर जाने हो त यार? माछा त रहेछ
माछा चाहिँ कुन चाहिँ लिएर जाने भन्ने कुरो माछा कुन चाहिँ लिएर जाने भन्ने कुरो छ यहाँ। माछा आज ल्याउँदैन जस्तो छ। दर्शकवृन्दहरू, आजको भिडियो यति नै। अर्को भ्लगमा फेरि भेटौँला भन्दै म हजुरहरूबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। बाई बाई। सी यू एनदर भ्लग कमिङ भेरी सुन।